याङला छर्नालाई सोनाम लोछर छु याङला छर्नालाई नाराङा नोबो नोबा गाङ रङ रेन्नालाई ए सोनाम लोछर छु याङला छर्नालाई सोनाम लोछर छु याङला छर्नालाई नाराङा नोबो नोबा गाङ रङ रेन्नालाई ढिला नगरिकन आयोजक कमिटीको तर्फबाट संक्षिप्तमा स्वागत मन्तव्य राखिदिनु हुन नेपे मसल सामाजिक सेवा समाजका सचिव वीरबहादुर लामाज्यूलाई छोटोमा स्वागत मन्तव्य राखिदिनु हार्दिक अनुरोध गर्दछु। On this grand occasion, despite your busy schedule and tasks, you graciously accepted our invitation and request. So we would like to extend our heartfelt gratitude and convey warm wishes. Happy New Year. Hot year may come. We Nepe Machal and Pragya Kalyan Song and the resident of Jugal feel very proud and honored and lucky to have been opportunity to receive the empowerment warm Abhishek of Buddha Amitabha Chepame Bhai Dharma Guru Bala Rinpoche. Therefore, we humbly request to please remain and maintain patient until the program finishes. And lastly, I once again announce in front of you that 2082 Grand Sonam Lochar Sonam Lochar horse year may bring peace, progress, prosperity, and every step of our challenging life and obstacle be faced easily. So lastly, if I make a mistake, I kindly correct it, I kindly excuse you. So lastly, many happy Lochar from my side. Thank you very much. यो कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु र आफ्नो प्रस्तुति राखिदिनु न आमन्त्रित अतिथि कलाकार सेलो गायिका नातासा ब्लोन तामाङलाई आफ्नो प्रस्तुतिको लागि म हार्दिक अनुरोध गर्दछु। याङलामी सिन्धु जिल्ला रे जोगाला झोमगाङ झोमनेला पाँच पोखरी सेला हो कि हैन जेवाना मुला सारा जम्बुलिङ लुङधर दरजु फुलुन्दा से तामाङ युल साझिलिङलिङ नौलिङ थाङ पालका कालिङ दस्तरी तामाङ गुरगिने तिङ जुगजुगै सोगै गाना जम्बुलिङ
गोल्चेका आदरणीय हाम्रो नेपेमा छाल का संस्थाका साथीहरूले यो कार्यक्रम आयोजना गर्नुभएको रहेछ। धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई। यो फेरि पनि हाम्रो घर घरमा चाहिँ तपाईँको लोसारलाई अलिकति उत्साहजनक रूपमा मानिरहेको अवस्था छैन। त्यस कारणले गर्दाखेरि यसलाई अलिकति हामीले बढाएर अलिकति चाहिँ दसैँ तिहार जस्तै अलिकति धुमधामका साथ चाहिँ मनाउनु पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि यो कुरालाई चाहिँ अलिकति तपाईँहरू सबैजनाले गर्नुपर्ने हुन्छ। र एउटा कुरा भन्न लगाउनु भएको छ, हाम्रो चाहिँ यहाँ यो हाम्रो चाहिँ यो 3वटा गाविसको पूर्व गाविसको चाहिँ तपाईँको लामा गुरु हुनुहुन्छ हाम्रो चाहिँ लोपेन, हाम्रो चाहिँ ज्ञानेन्द्र लामाज्यू। उहाँले भन्नुभएको जस्तो हामीले चाहिँ विभिन्न बिहा घेवाहरूमा चाहिँ जाँड रक्सीहरू बन्द गर्नुपर्छ है भनेर उहाँले सन्देश दिनुभएको छ। सबैले यो कुराहरू मनन गर्दै यो हाम्रो चाहिँ 2082 सालको माघ 5 गतेको यो सोनाम लोसारलाई भव्यताका साथ मनाउनको निम्ति र सम्पूर्ण तपाईँ हामी यहाँको चाहिँ जुगलवासीहरूलाई यो वर्ष राम्रो होस्। हामी सबैले मनाउन पाउनु गर्व हो। हाम्रो जोगाइराखेको पर्व यो, अहिले त हामी सबैले मनाउन पाउनु गर्व हो। नयाँ वर्ष नयाँ लोछार पर्व सबैको, उसको मेरो तपाईँको लोछार पर्व सबैको। यसपालिको लोछारमा डम्फु बजाउँदै नाचौला, आज त सँगसँगै झलुसुते भोलि त कहाँ होला। आज त सँगसँगै झलुसुते भोलि त कहाँ होला। हो कि होइन त? गुम्बा र झोर्देन साक्षी राखी ढुङ्गा मनामा खोपेको, हातमा समय डुलेको हामी छैन है मैले भुलेको। हातमा समय डुलेको हामी छैन है मैले भुलेको। डम्फु बजाउँला, कम्मर मर्काइ नाचौला, टुङ्नाको धुनमा गीत गाउँला, माया र पिरती साटौला। तकभि डम्फु बजाउँला, कम्मर मर्काइ नाचौला, टुङ्नाको धुनमा गीत गाउँला, माया र पिरती साटौला। लोछार मेलैमा मैचन मेरो साथैमा। अब म नेपेमा सामाजिक सेवा समाज जुगैलजुई गोल्चेका अध्यक्ष खेन्पो इन्द्रकाजी लामाज्यूलाई यो सोनाम लोसारको बारेमा संक्षिप्तमा आफ्नो भनाइ राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लोसार भनेको हाम्रो यो तामाङले मात्र झोलमोले मात्र नभएर यो अन्तर्राष्ट्रियमा चाइना, ताइवान, जापान, कोरिया, थाइल्यान्ड धेरै देशमा मनाउने गर्दछौँ। त्यसैले हामी यो सोनाम लोसार चाहिँ हामी घर घरमा कसरी चाहिँ मनाउने र जहिले पनि एउटा आँगनमा एउटा स्कुलको ग्राउन्डमा हामी नाचेर मात्रै सोनाम लोसार भनिँदैन, तर यो सोनाम लोसार कसरी मनाउने भनी आज म तपाईँहरूलाई जानकारी दिन चाहन्छु र सबैले राम्रोसँग सुनिदिनु होला। पहिले धेरै दिन अगाडि नै हामी घरहरू साफ सुधार गर्ने, रङ लाउने र त्यसै गरेर लुगाहरू नयाँ सिलाउने। त्यसपछि हामी मञ्जुश्री
पातुर अनुसार हाम्रो यता बौद्ध भाषामा चाहिँ छेपा निसुकु भनिन्छन्, तर हाम्रो यता कति दिनमा परिन्छन् त्यो मैले थाहा भएन। र सोनाम लोसारको औँसीको एक दिन अगाडिलाई चाहिँ हामी किन भन्दा निसुकु, त्यो दिनमा चाहिँ हामी के गर्छ भन्दाखेरि हामी सबैजनाले बेलुका थुक्पा सुक्पा खाएर चाहिँ हामी, अनि बेलुका हामी के गर्छ भन्दा एउटा बनाएर चाहिँ त्यो लुलाई चाहिँ हामी सबै खाना खुवाएर खाना दिएर अनि बत्ती बालेर नाङ्साले अगाडि एउटा बालेर हामी घरको बाहिर राख्ने गर्दछौँ। यसको कारण के भन्यो, आफ्नो यो नयाँ वर्षको गतहरू obstacles get it out the move, यो ग्रहहरू सबै नयाँ वर्षमा ग्रहहरू सबै नराम्रो नहोस् भन्ने एउटा गत फ्याँक्नेको एउटा हामी लु फ्याँक्ने त्यो गर्दछौँ। त्यसपछि हामी औँसीको दिनमा हामी के गर्नु पर्दछौँ, जुनै भगवान कोठामा खाप्सेहरू त्यसै गरेर हामी भगवानलाई फलफुल सबै मिलाएर चाहिँ हामी त्यो औँसीको दिनमा हामी डेकोरेसन गर्दछौँ, मिलाएर सजाएर राख्ने गर्दछौँ। ल भोलिपल्ट हामी लोसारको फर्स्ट दिनमा हामी बिहान उठेर चाहिँ धारामा गएर त्यो धारालाई चाहिँ हामीले सेतो टिका लाउने गर्दछौँ। पहिला चलनमा आजकल त्यो एउटा धारामा चाहिँ हामी खाता लाउने, एउटा नागलाई एउटा पानी र नागको सम्बन्धी भएको कारणले उहाँलाई स्वागत गरेको। र त्यसपछि पानी थापेर ल्याएर आफ्नो घरमा पानी चलाउने देउतालाई हल्ला नगरिकन सुन्दिनु होला, रमाइलो मात्रै गरेर हुँदैन र हाम्रो यो संस्कृतिलाई तपाईँहरूले बुझ्नुपर्छन्। त्यसैले त्यसपछि हामी भगवानलाई पानी चढाएर आफ्नो घरमा चाहिँ खाजा साजा बनाउने र खाजा साजा बनाइसकेपछि चाहिँ हामी के गर्दछौँ भन्दाखेरि बुवा आमालाई सम्मान गरेर माथि राखेर हामी खाजा सबै परिवार मिलेर हामी खानु पर्दछ। अनि चासा बनायो बुवा आमालाई चढाउनु पर्दछन् र त्यसको साथसाथै भगवानलाई पनि चढाउने गर्नुपर्दछन्। त्यसपछि हामी पूजा कोठामा गएर भगवानलाई चाहिँ हामीले किनभने खदा चढाउनु पर्छ र प्रार्थना गर्नुपर्दछ। त्यसपछि आफ्नो बुवा आमा सम्मान गरेर राखेर तपाईँहरूले आफ्नो छोराछोरीहरूले बुवा आमालाई ढोगेर खाता चढाउन गर्नुपर्दछ र बुवा आमाले पनि दक्षिणा दिने गर्दछौँ। बुवा आमा सबैजनाले त्यसपछि हामी के गर्दछौँ, त्यो दिनमा लोसारको फर्स्ट दिनलाई के भनिन्छ भन्दाखेरि लामे लोसार भनिन्छन्। लामाको लोसार हो त्यो फर्स्ट दिन भनेको। लामाको लोसार भन्दाखेरि त्यो दिनमा आफ्नो गुरु भेटघाट गर्नु आशीर्वाद लिनु भनेको फर्स्ट दिनको चाहिँ हामीले के भनिन्छ भन्दाखेरि लामे लोसार। त्यसै गरेर अघि बिहान हामीले वाङ गऱ्यौँ, अनि गुरु पनि दर्शन गऱ्यौँ। अनि दोस्रो दिनमा चाहिँ हामी के गर्दछौँ भन्दाखेरि आफ्नो चेलीबेटीहरू चाहिँ घरमा आएर सबैजना मिलेर फ्यामिलीमा चाहिँ सँगै खाना खाएर रमाइलो गर्ने भनेको दोस्रो दिनमा हो। त्यसै गरेर तेस्रो दिनमा परिन्छ सुङ्गे लोसार। तेस्रो दिनमा हामी के भनेपछि कतिपय तपाईँहरूलाई थाहा छैन कि लुङदर यो फर्स्ट दिनमै पठाउँछ होइन, लोसारको पहिलो दिनै लुङदर पठाउँछ तपाईँहरू। यो तपाईँहरूको सही गलत हो। यो तेस्रो दिनमा हामी लुङदर पठाउने गर्दछौँ, किन भन्दाखेरि सुङमै लोसार साङ सिर्किम गर्ने भनेको हाम्रो तेस्रो दिनमा पर्दछ। त्यसै गरेर हामी लोसार मनाउने भने छोटकरीमा यसरी मनाउने पर्दछ। Namaste.
सोनाम लोछारलाई भव्य सफे सम्पन्न गर्नको निम्ति उपस्थित हुनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभेच्छा बोल्छु। मैले धेरै कुराहरू बोल्नुपर्ने अवस्था छैन। तपाईहरुले सुनिसक्नु भएको छ। हाम्रो गोल्जेको मेरो साइनोले मेरो सालो उहाँले सबै कुरा तपाईहरु सामु राख्नु भएको छ। यो लोछार भनेको के हो? हामी लोछार भनेको एउटा नयाँ वर्ष जस्तो जो हामीले यस्तो कार्यक्रम मात्रै गरेर पनि अलि उचित हुन होला जस्तो लाग्छ। हामीले आफ्नो घरमा लोछार मार्नुपर्ने देखिन्छ। त्यसो भएको हुनाले तपाई सम्पूर्णलाई यो सोनाम लोछार यो तकलो वर्षाबारी तपाईहरुलाई उन्नति प्रगतिको कामना गर्दै मेरो छोटो भनाइ याद गर्न चाहन्छु। हस्त धन्यवाद। शुभेच्छा बोल्छु। राजा यो जन तिमलाई बैना छ तानाउनु लछादैमा जोबन मैना छ जोबन बैनारी हे जोबन बैनारी शान्दाइन एदा थान्जी नाला सेम नंगरी शान्दाइन एदा थान्जी नाला सेम नंगरी Malam jaya cipu ciki, rutuyo ravesena, rutuyo mare. अनि फेजङले अब मलम ताप्सी नो आदाब्रो बिबसंगरि Malam jaba da nyamdu suzun bezun cipu yore. अनि ngale to kusumbar ngale मलम ताप्सी आदानि तर सँगसँगै ngale प्रत्यक्ष नवाचा अनि चाबगारे या प्रभुबा बिबसंगरि Dan bezun jaya dela chojini ngazo chushone suzun sunam saya. Kunjol soa deya, chaatse chuba bayala soba kuzudade chegu yore. अनि अवंगने रंगी दिन चाबदाबगे लागि थांगलिली चाबदागे लायाचा तो गोरे मसे सुंगा रंगलेनो थांगसे अल्लाह बोलजो सुंगा शोभा बोलदो बांगने कते खंबाचा घेवाजी क्या अथवा धर्माजी क्या दाचा कते खंबाला तो उडलाय मजंगानी बारचे जा जमान सरबा सुंगा Chojini ne suzuge hobjo jeyata. Ani suzun metsete yahojo yuya jedu. Ani bezun je nomba shiyan gane yaje rotoya, penjo gane yaje rotoya, samo gane yaje rotoya, samegi shukya goyore. अनि ngane rangi लिलीगी भविष्य अथवा लिलीगी समय इच्छा बताबगे लागि आछ तो सुंबर हामीले नो पकदे खंबंगाने अब लोपजों क्यामसे लोपजों में राजंगाने अब ध्यान साधना जपताजी विभिन्न चाबे कार्यक्रम अझ सोज्ञान छ त्यसै पनि अब भने चाबा तस्नी गा अनि त तेले सेवा मिसे तेरिके श्रेयमुndo अनि यहाँ Yanja tuya kerewa yu suzu sema jibochi, ni sema zambochi, sama nang tumbochi, churochi. अनि रेम्बोचे से अंधी में जति के सोंग बड़े बिजबे अंजेंगा ने विभिन्न अब सांस्कृतिक कार्यक्रम मोबा समाज अब मुक्ताशी मायने सुंग खासे अरे तरबनी अंधी में जति रेम्बोचे के मोलम नंगती को मुब्रो बिजबे
झम्मा जिल्ला अब जो नयाँ लसरेच्या भत्ताकै झम्मा त नब एक आवासयाचा झम्मा नाचा थुन्सी झम्मा टिक्सी सुगो प्रसंग दे अन्त धेरै दे सोनम लोसा गाला न्यामजु नाङी के नि चुम्बा ता नाउबा तेगा नाङी के मान्छो मा त जेलो छमला नि लोसाबाला सेम्बा साबा डिजी साबा सुसुमेसे साबा दोलन साबा तेंदा साबा तो छागा कांदे जिसन योगा नांजी दुनिया के नंदे शुगियो लाजवानी सबभन्दा पहिला चाहिँ तिनी विशेष अतिथि हुन्थे तिनी आखिने बम्बो लामा अनि भने कलाकार अब रोजा लगाई जम्मदन फ्याबलजी ओजेन सँगसँगै अब जोगाने सोनम लोसार गेला चुन्नाया लोसार न्यान्सा त झपन जम्मदन जोगाने अब मलम तबरंबा ngane so धेरै दे सोनम लोसा गाला न्यामजु नाङी के नि चुम्बा ता नाउबा तेगा नाङी के मान्छो मा त जेलो छमला नि लोसाबाला सेम्बा साबा डिजी साबा सुसुमेसे साबा दोलन साबा तेंदा साबा तो छागा कांदे जिसन योगा नांजी दुनिया के नंदे शुगियो लाजवानी सबभन्दा पहिला चाहिँ तिनी विशेष अतिथि हुन्थे तिनी आखिने बम्बो लामा अनि भने कलाकार अब रोजा लगाई जम्मदन फ्याबलजी ओजेन सँगसँगै अब जोगाने सोनम लोसार गेला चुन्नाया लोसार न्यान्सा त झपन जम्मदन जोगाने अब मलम तबरंबा ngane ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु गरिदिनु हुन म जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोज्यू र यो कार्यक्रमको संयोजक खेन्बो इन्द्रगाजी लामाज्यूलाई हार्दिक अनुरोध गर्दछु आजको दिन बिरह गाउनु हुँदैन परदेशसित बिर्सन पनि पिरती लाउनु हुँदैन पिरती लाउनु हुँदैन सुरिलो रूपको ढिलो हाँगा टुप्पैमा पाछैन भोकलाई भोजन इन्द्रलाई ओछ्यान पिरतीलाई बाँच्दैन पिरतीलाई बाँच्दैन भरेर मायालाई नझोकेर माया पाएन भरेर मायालाई नझोकेर माया पाएन आकारेर मनको मेरो कान्छी 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 मनको कुरा बोला पारे सुन्दै तिमी जुरेली जस्तै नानीको सिराइमा इन्द्र कमल फुलको मग मग चल्यो बसर सोनीको बोक्नु ताराकी झटारले हानी यो नानीको
लोछारलाई उल्लासमय हिसाबले मनाउन मान्न र यसलाई स्वागत गर्न आउनुहुने सम्पूर्ण जुगल गाउँपालिकावासी आदरणीय दाजुभाइ दिदीबहिनी आमा बुबा सम्पूर्णमा मेरो तर्फबाट र गाउँपालिकाको तर्फबाट ठ्याफुल्ची लासो नमस्कार टक्राउन चाहन्छु। हामी पक्कै पनि हामी बौद्ध धर्मावलम्बीहरू या टिबेट भोट भाषामा बौद्ध धर्मावलम्बीहरूलाई नाङ्बा भन्दो रहेछ र हामी नाङ्बाहरू र यो लोछार भन्ने कुरा हामी सानो हुँदाखेरि थाहा थिएन हामीलाई। हाम्रो परापूर्वकालमा थियो र बिचमा विभिन्न कारणले हामीले हाम्रो आफ्नो चाडपर्व आफ्नो सांस्कृतिक पर्व बिर्सिसकेको थियो र यो 20-25 वर्ष यतादेखि हामी जो लोछारलाई सरकारी मान्यता जो 2051 सालमा जो सरकारी मान्यता प्राप्त भयो त्यसमा नेपाल तामाङ घेदुङ लाग्नु भएको थियो। नेपाल तामाङ घेदुङ र परशुराम तामाङ लगायतले चाहिँ यो चाहिँ लोछार पर्वलाई बिदा दिनुपर्छ भनेर उहाँको नेतृत्वमा थुप्रै तामाङ अगुवाहरू लाग्नु भएको थियो। त्यो बेलादेखि यो पर्व भनेको चाहिँ अहिले भन्नलाई तामाङ भने पनि सरकारले बिदा दिइसके पछाडि यो सबैको राष्ट्रिय पर्व हो। यो हामी सबैको पर्व हो, यो अन्य जातको पनि पर्व हो। यो जसरी हामीले तिहारलाई सङ्क्रान्तिलाई अन्य चाडहरूलाई मान्छौँ त्यसरी नै यो सबै चाहिँ हाम्रो नेपालमा रहेका सबै जात जातिले नेपाल सरकारले बिदा दिइसकेपछि सबै जात जातिले मनाउने हो। अझ भन्दाखेरि जुगल गाउँपालिकामा त हामीले 3 दिनको बिदा दिएको छौँ। हिजो आज भोलि नेपाल सरकारले 1 दिन आज र हामीले जुगल गाउँपालिकाले चाहिँ हिजो पनि आज र भोलि त्यो भएको हुनाले हामी सबैको यो जुगल गाउँपालिकावासीको पर्व भएको हुनाले शुभकामना आँखेमा आप्पा आमालाई यो साल फलोस् फुलोस् शुभकामना जुजाले नानालाई जुजाले नानालाई शुभकामना शुभकामना लोछारको शुभकामना 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 लोछारको शुभकामना
यो भाषा जे